फाइनली गाइस दराजमा अर्डर गरेको सामान चाहिँ रिसिभ भइसकेको छ। जस्तै यता हेर्न सक्नुहुन्छ हैन, K9 डबल वायरलेस माइक्रोफोन हैन, यता हेर्न सक्नुहुन्छ दराजबाट अर्डर गरेको थिए हैन। अरु एउटा कुरा साथीहरु, यदि तपाईले दराजबाट सामान मगाउन आउँदैन भने हैन यो भिडियो चाहिँ हेर्नु होला हैन। यो भिडियोको एन्ड स्क्रिनमा चाहिँ प्ले हुन्छ हैन, क्लिक गरेर हेर्नु होला। आज K9 वायरलेस माइक्रोफोनको अनबक्सिङ गर्न गइरहेछु। अनि बक्स भित्रको इन्टरफेस तपाई यता हेर्न सक्नुहुन्छ। त्यसैगरी सुरुमा यता हेर्न सक्नुहुन्छ OTG कनेक्टर हैन, यता हेर्न सक्नुहुन्छ टाइप सी मोडलमा। अनि यता हेर्न सक्नुहुन्छ यो पहिलो माइक्रोफोन, त्यसैगरी यो चाहिँ दोस्रो माइक्रोफोन। अनि एउटा राम्रो कुरा चाहिँ के हो भने साथीहरु, जस्तै तपाईले यता हेर्न सक्नुहुन्छ हैन, यदि तपाईसँग आइफोन मोबाइल छ भने त्यसमा पनि कनेक्ट गर्न सक्नुहुन्छ। आइफोनको कनेक्टर यता हेर्न सक्नुहुन्छ तपाईहरु हैन। तपाईसँग यदि आइफोन मोबाइल छ भने यो OTG कनेक्टरले तपाई आइफोन मोबाइलमा पनि कनेक्ट गरेर भिडियो रेकर्ड गर्न सक्नुहुनेछ। अनि यो माइक्रोफोन चार्ज गर्नको लागि तपाई यता हेर्न सक्नुहुन्छ एउटा डाटा केबल पनि यो बक्स भित्रै तपाई पाउनुहुन्छ। सो गाइस यो बक्स भित्र तपाई एउटा म्यानुअल पनि पाउनुहुन्छ हैन। त्यो म्यानुअलमा सबै यो माइक्रोफोनको बारेमा लेखेको हुन्छ हैन, तर वायरलेस माइक्रोफोनहरुको बारेमा मलाई अलरेडी थाहा रहेछ, त्यसैले मलाई म्यानुअल हेर्नु परेन। ओके, अब कुराकानी धेरै भयो। अब यो OTG म मोबाइलमा कनेक्ट गरेर तपाईलाई देखाउन चाहन्छु हैन। अनि कनेक्ट गरेपछि यसको भोइस क्वालिटी पनि म तपाईलाई सुनाउँछु हैन, त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला साथीहरु। अब यो माइक म कनेक्ट गर्छु। कनेक्ट गर्नुभन्दा पहिले यता हेर्न सक्नुहुन्छ साथीहरु, यो माइक्रोफोनमा अन अफ गर्ने बटन हुन्छ हैन, तपाईले थिचिराख्नु पर्छ हैन। जस्तै यता हेर्न सक्नुहुन्छ अन भइसक्यो, यो कनेक्ट भएको छैन। जस्तै यता हेर्न सक्नुहुन्छ हैन, एक नासले बत्ती बलिरहेको छैन, हरियो बत्ती हैन, त्यसैले यो कनेक्ट भएको छैन। अब यो कनेक्ट यदि भयो भने एक नासले हरियो बत्ती बलिरहन्छ हैन। त्यो पनि म तपाईलाई देखाउँछु, भिडियो हेर्दै गर्नु होला। अब यो माइक्रोफोन कनेक्ट गर्नको लागि सबभन्दा पहिले जुन कनेक्टर अघि म तपाईलाई देखाएको थिएँ त्यो कनेक्टर मोबाइलमा सेट गर्नुपर्ने हुन्छ हैन। जस्तै यता हेर्न सक्नुहुन्छ सेट गर्ने बित्तिकै मेरोमा कनेक्ट भइसक्यो। एक नासले हरियो बत्ती बलिरहेको छ हैन, जस्तै तपाईहरु यता हेर्न सक्नुहुन्छ। यदि तपाईकोमा कनेक्ट भएन भने तपाई के गर्नुस् भने सेटिङमा गएर सर्च गर्नु होला OTG लेखेर हैन। OTG अप्सन चाहिँ तपाईले अन गर्नुपर्ने हुन्छ, अनि चाहिँ तपाईकोमा पनि कनेक्ट हुन्छ। सो गाइस अब चाहिँ तपाई जुन भोइस सुन्नुहुन्छ यो माइकबाट रेकर्ड गरिएको छ। सो लेट्स गो। साथीहरु, अहिलेसम्म यदि तपाई भिडियो लाइक गर्नु भएको छैन भने एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला, किनकि म आगामी समयमा यस्तै भिडियोहरु लिएर आउने छु। सो गाइस अहिलेसम्म यदि तपाई भिडियो लाइक गर्नु भएको छैन भने एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला, किनकि म आगामी समयमा यस्तै भिडियोहरु लिएर आउने छु। अब यता हेर्न सक्नुहुन्छ साथीहरु, एउटा माइक चाहिँ मेरो कलरमा हैन सेट गरिदिसकेको छु, अनि अर्को चाहिँ यो चाहिँ दुईटा अब चाहिँ दुईटा माइकले रेकर्ड भइरहेछ हैन। आवाज तपाई सुन्न सक्नुहुन्छ हैन। आवाज क्वालिटी अहिले त मलाई थाहा भएन, किनकि अहिले जस्ट भिडियो म रेकर्ड गरिरहेछु हैन। मलाई अहिले साउन्ड क्वालिटी थाहा भएन हैन। अब एडिट गर्ने टाइममा चाहिँ मलाई थाहा हुन्छ हैन। हस्त साथीहरु, यो भिडियोमा यति नै। यदि भिडियो मन परेको छ भने एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला, अनि यो चारवटा भिडियोमा कुनै एउटामा क्लिक गरेर हेर्नु होला। आजको लागि यति नै, एन्ड बाइ बाइ।